जब हामी कुनै नयाँ कुरा सुरु गर्ने बारेमा सोच्छौँ, तब सबैभन्दा पहिले हाम्रो दिमागमा एउटै कुरा आउँछ, स्पष्ट हुनुपर्छ। के गर्ने, कसो गर्ने भनेर हामी पहिले नै जानकार हुनुपर्छ जस्तो लाग्छ। हामीलाई लाग्छ कि पुरा योजना एकदम पर्फेक्ट नभई सुरु गर्नु बेकार छ। यही सोचाइले हामीलाई रोक्छ। तर वास्तविकतामा सत्य बिल्कुल उल्टो छ। जिन्दगीमा स्पष्टता सुरु गर्नुभन्दा पहिले होइन, बरु सुरु गरेपछि आउँछ। स्टार्ट मेसी, क्ल्यारिटी कम्स लेटर। सोच्नुहोस्, एउटा बच्चाले हिँड्न सिक्दा के ऊ पहिल्यै पर्फेक्ट सन्तुलन बनाएर हिँड्छ? होइन, ऊ लड्छ, लडखडाउँछ, पटक पटक असफल हुन्छ, तर पनि कोसिस गर्छ। सुरुवात अस्तव्यस्त हुन्छ, तर बिस्तारै उसको शरीरले सन्तुलन सिक्छ। त्यस्तै हाम्रा जिन्दगीका लक्ष्यहरू पनि हुन्छन्, चाहे करियर होस्, व्यापार होस्, कन्टेन्ट क्रिएसन होस् वा आत्मसुधार। सुरुवात सधैँ अपूर्ण लाग्छ। हामी प्राय यस पासोमा फस्छौँ कि पहिले सिप सिकौँ अनि युट्युब च्यानल सुरु गर्छु, पहिले पुरा योजना बनाउँछु अनि व्यापार सुरु गर्छु, पहिले आत्मविश्वास आओस् अनि मान्छेहरू अगाडि बोल्छु। तर यो पहिले कहिल्यै सकिँदैन। यो एउटा कहिल्यै नसकिने लुप बन्छ जसमा हामी सोच्छौँ, योजना बनाउँछौँ, तर काम गर्दैनौँ। वास्तवमा कामले नै स्पष्टता दिन्छ। जब तपाईँ काम सुरु गर्नुहुन्छ, तब मात्र थाहा हुन्छ के सही छ, के गलत छ, के सुधार्नु छ, के गर्नुपर्ने रहेछ। बिना कार्यको स्पष्टता आउँदैन। यो यस्तो हो जस्तो कि तपाईँ पौडी विशेषज्ञ बन्न चाहनुहुन्छ, तर पानीमा नछिरिकन, जुन असम्भव छ। जब तपाईँ अस्तव्यस्त रूपमा सुरु गर्नुहुन्छ, सुरुमा सबै कुरा अलमलिएको लाग्छ। तपाईँलाई लाग्छ म केही पनि ठिकसँग गरिरहेको छैन, तर यही अलमल तपाईँको सिकाइको प्रक्रियाको हिस्सा हो। यही त्यो चरण हो जहाँ तपाईँ सबैभन्दा बढी बढ्नुहुन्छ। एउटा महत्त्वपूर्ण कुरा, पर्फेक्सन एउटा भ्रम हो। पर्फेक्ट समय कहिल्यै आउँदैन। सधैँ केही न केही कमी रहन्छ। कहिले समय कम हुन्छ, कहिले स्रोत कम हुन्छ, कहिले आत्मविश्वास कम हुन्छ। पर्फेक्ट क्षणको प्रतीक्षा गर्नुभयो भने सुरु नै गर्न पाउनुहुन्न। मान्नुहोस्, तपाईँ कन्टेन्ट क्रिएसन सुरु गर्न चाहनुहुन्छ। यदि तपाईँ सोच्नुभयो मसँग राम्रो क्यामेरा छैन, मेरो आवाज पर्फेक्ट छैन, मलाई एडिटिङ आउँदैन, अब तपाईँले कहिल्यै सुरु गर्नुहुन्न। तर यदि तपाईँ साधारण फोनबाट सुरु गर्नुभयो, बेसिक एडिटिङ गर्नुभयो, अपूर्ण नै सही भिडियोहरू बनाउन थाल्नुभयो र पोस्ट गर्न थाल्नुभयो भने त्यसपछि बिस्तारै तपाईँको सिप सुधारिन्छ र केही समयपछि तपाईँ आफै नोटिस गर्नुहुन्छ स्पष्टता, आत्मविश्वास, गुणस्तर तीनवटै बढेको जस्तो लाग्छ। यो प्रक्रिया थोरै असहज लाग्छ। हामी डराउँछौँ, मान्छेको आलोचनाको डर, असफलताको डर, आफ्नै गल्तीको डर। तर सत्य यो हो, यो डर कहिल्यै सकिँदैन। फरक यति मात्र हो कि जो मान्छेहरू काम गर्छन्, उनीहरू डरको बावजुद अगाडि बढिरहेका छन्। जब तपाईँ सुरु गर्नुहुन्छ, तब ध्यान परिणाममा हुन्छ। मलाई सफलता चाहियो, पर्फेक्ट आउटपुट चाहियो। तर जब लगातार काम गर्नुहुन्छ, ध्यान प्रक्रियामा सर्छ र यही सहनु सबैभन्दा शक्तिशाली हुन्छ, किनकि सफलता सधैँ प्रक्रिया पछ्याउनेलाई मात्र आउँछ। एउटा रोचक कुरा, स्पष्टता एउटा यात्रा हो, गन्तव्य होइन। यसको मतलब तपाईँलाई कहिल्यै पूर्ण स्पष्टता मिल्दैन। जसरी अगाडि बढ्नुहुन्छ, नयाँ चुनौतीहरू आउँछन्, नयाँ कुराहरू सिक्नुपर्छ। त्यसैले अहिले अलमलिएको हुनुहुन्छ भने यो कुनै समस्या होइन, यो त एउटा सङ्केत हो कि तपाईँ केही नयाँ गर्ने कोसिस गर्दै हुनुहुन्छ। एउटा शक्तिशाली मानसिकता, प्रोग्रेस ओभर पर्फेक्सन। तपाईँलाई पर्फेक्ट हुन आवश्यक छैन, बस हिजोभन्दा विशेष हुनु छ, हिजोभन्दा राम्रो हुनु छ, हरेक दिन थोरै सुधार गर्नु छ। काम 100% पर्फेक्ट नभए पनि यदि हिजोभन्दा राम्रो छ भने तपाईँ सही दिशामा हुनुहुन्छ। अस्तव्यस्त रूपमा सुरु गर्दा तपाईँ आफैलाई अनुमति दिनुहुन्छ, म गल्ती गर्न सक्छु, र यही स्वतन्त्रताले तपाईँलाई अगाडि बढ्न मद्दत गर्छ। किनकि गल्तीहरूसँग नडराउँदा तपाईँ बढी प्रयोग गर्नुहुन्छ, बढी सिक्नुहुन्छ र छिटो बढ्नुहुन्छ। व्यावहारिक उदाहरण, यदि तपाईँ जिम जान सुरु गर्नुहुन्छ, पहिलो दिन तपाईँ पर्फेक्ट फर्मसँग भारी वजन उठाउन सक्नुहुन्न। शरीर कमजोर हुन्छ, स्टामिना कम हुन्छ, प्रविधि पनि सही जान्नु हुँदैन। तर नियमित जाँदा बिस्तारै सबै सुधारिन्छ। यही सिद्धान्त हरेक क्षेत्रमा लागू हुन्छ। सबैभन्दा ठुलो समस्या, हामी अरूको अन्तिम नतिजा देख्छौँ, तर उनीहरूको अस्तव्यस्त सुरुवात हामीले देखेका हुँदैनौँ, अथवा भनौँ व्यवस्था गर्छौँ। सफल व्यक्तिको पालिस गरिएको संस्करण देख्छौँ, उनीहरूको सफलता, आत्मविश्वास, स्पष्टता। तर देख्दैनौँ कि उनीहरूले पनि सुरुमा गल्ती गरेका थिए, अलमलिएका थिए र उनीहरू बिस्तारै आफैलाई सम्हालेर यो उचाइमा आएका थिए।
त्यसैले आफूलाई अरूसँग तुलना नगर्नुहोस्, आफ्नो यात्रामा ध्यान दिनुहोस्। जति बढी काम गर्नुहुन्छ उति छिटो स्पष्टता आउँछ, जति धेरै सोच्दै बस्नुहुन्छ उति नै अड्किनुहुन्छ। त्यसैले यदि तपाईँको मनमा कुनै विचार छ, कुनै सपना छ, कुनै लक्ष्य छ, पर्फेक्ट योजनाको प्रतीक्षा नगर्नुहोस्। सानोबाट सुरु गर्नुहोस्, अपूर्ण रूपमा सुरु गर्नुहोस्, तर सुरु जरुर गर्नुहोस्, किनकि सुरुवात नै सबैभन्दा ठुलो जित हो। तर याद राख्नुहोस्, अस्तव्यस्त सुरुवातको मतलब लापरवाह हुनु भने होइन। मतलब यति मात्र हो, पर्फेक्सनको दबाव हटाएर कार्यमा ध्यान दिनु हो। बिस्तार तपाईँ आफै सुधारिनुहुनेछ। जिन्दगीमा स्पष्टता पाउने सबैभन्दा राम्रो तरिका यही हो। काम गर्नुहोस्, गल्ती गर्नुहोस्, सिक्नुहोस् र अगाडि बढ्नुहोस्। आजको समयमा हामी सबै कुरा छिटो चाहन्छौँ। फास्ट इन्स्टेन्ट, फास्ट फुड, क्विक सफलता, सबै कुरा तत्काल चाहियो र यही मानसिकताले हामीलाई सबैभन्दा बढी पछाडि राख्छ, खास गरी जब कुनै सिक्ने कुरा आउँछ। सत्य यो हो कि कुनै पनि सफलता सर्टकटबाट आउँदैन। त्यसका लागि समय चाहिन्छ र धेरै समय चाहिन्छ। जब हामी कुनै पनि क्षेत्रमा सुरु गर्छौँ, चाहे गायन होस्, लेखन होस्, व्यापार होस्, कोडिङ होस् वा कन्टेन्ट क्रिएसन, सुरुमा उत्साह धेरै हुन्छ। हामीलाई लाग्छ केही महिनामै विशेषज्ञ बन्छु। तर जसरी समय बित्छ बुझिन्छ कि कुरा त्यति सजिलो छैन। प्रगति ढिलो हुन्छ, गल्तीहरू हुन्छन्, कहिलेकाहीँ नतिजा नै देखिँदैन। यही अधिकांश मान्छेहरू हार मान्छन्। वास्तवमा सफलता एउटा दीर्घकालीन खेल हो। यो 10 दिन, 10 हप्ता वा 10 महिनाको प्रक्रिया होइन, यो वर्षको मेहनत, धैर्य र निरन्तरताको नतिजा हो। जो मान्छेहरूले यो बुझ्छन् उनीहरू यात्राको आनन्द लिन्छन्, जो बुझ्दैनन् उनीहरू बीचमै छाड्छन्। सोच्नुहोस्, एउटा सङ्गीतकार गिटार सिक्दा के ऊ केही दिनमै पर्फेक्ट कर्ड बजाउन थाल्छ? होइन। सुरुमा औँलाहरू दुख्छन्, कर्डहरू गलत आउँछन्, टाइमिङ बिग्रिन्छ। तर यदि ऊ हरेक दिन अभ्यास गर्छ, बिस्तारै औँलाहरू बलिया हुन्छन्, मसल मेमोरी विकास हुन्छ र ऊ सहजै बजाउन थाल्छ। यही दोहोरिएको अभ्यासले उसलाई सफलतातर्फ लैजान्छ। सफलताको मतलब सिर्फ सिप सिक्नु होइन, यो सिपमा यति गहिराइमा जानु हो कि त्यो तपाईँको पहिचानको हिस्सा बनोस्। जब तपाईँ कुनै काम यति लामो समयसम्म गर्नुहुन्छ कि त्यो तपाईँको लागि स्वाभाविक हुन्छ, तब सफलता हासिल हुन थाल्छ र यो स्तर रातारात प्राप्त हुँदैन। आजकल सोसल मिडियाका मान्छेहरूले सफलता छिट्टै देखिन्छ। कोही रातारात भाइरल भयो, कोही उद्यमी रातारात सफल देखिन्छ, तर उनीहरूको पछाडिको यात्रा देख्दैनौँ। वर्षौँको मेहनत, असफलताहरू, सङ्घर्षहरू र निरन्तर सिकाइ। हामी सिर्फ परिणाम देख्छौँ, प्रक्रिया होइन। यही तुलनाले हामीलाई गलत दिशामा लैजान्छ। हामी सोच्छौँ ऊ छिटो सफल भयो भने म किन भइनँ। तर वास्तविकता यो हो, हरेक सफलतापछि एउटा लामो नदेखिएको यात्रा हुन्छ। यदि तपाईँ त्यो यात्रा छोड्न चाहनुहुन्छ भने सफलता पनि छोड्दै हुनुहुन्छ। एउटा महत्त्वपूर्ण कुरा, जहाँ अधिकांश मान्छेहरूले डराएर छाड्छन्, त्यहीँबाट सफलता सुरु हुन्छ। सुरुमा सबै उत्साहजनक हुन्छन्, तर जब एउटै काम बारम्बार गर्नुपर्छ त्यो बोरिङ लाग्न थाल्छ। यही असली परीक्षा सुरु हुन्छ। जो मान्छेहरू त्यो बोरिङ स्वीकार गरेर पनि अभ्यास जारी राख्छन् उनीहरू नै असाधारण बन्छन्। निरन्तरता नै यहाँ सबैभन्दा शक्तिशाली शक्ति हो। यदि तपाईँ हरेक दिन थोरै थोरै अभ्यास गर्नुहुन्छ भने दीर्घकालमा त्यसको प्रभाव ठुलो हुन्छ। तर यदि कहिलेकाहीँ धेरै प्रयास गर्नुभयो र त्यसपछि धेरै दिन केही नगर्नुभयो, प्रगति सुस्त हुन्छ। सफलताका लागि दैनिक पुनरावृत्ति अनिवार्य छ। यो प्रक्रिया कहिलेकाहीँ निराशाजनक पनि हुन्छ। तपाईँलाई लाग्छ धेरै मेहनत गरिरहेको छु तर सुधार कम देखिँदैछ। यसलाई प्लेटो फेज भनिन्छ। यो त्यो चरण हो जहाँ लाग्छ अड्किएको छु, तर वास्तवमा त्यसै समयमा तपाईँको दिमाग भित्रभित्रै सिकिरहेको हुन्छ। यदि यो चरणमा धैर्य राखेर जारी राख्नुभयो भने अचानक एउटा तुफान आउँछ र सिप अर्को तहमा पुग्छ। सफलताको एउटा लुकेको फाइदा छ, सन्तुष्टि। जब तपाईँ कुनै सिप वर्षौँ लगाएर सिक्नुहुन्छ, सुधारिनुहुन्छ, त्यसमा एउटा गहिरो सन्तुष्टि मिल्छ। यो सन्तुष्टि कुनै छिटो सफलताबाट मिल्दैन, किनकि तपाईँले त्यो सिपमा समय, प्रयास र भावना लगाउनु भएको हुन्छ। एउटा चित्रकार वर्षौँ पेन्टिङ गर्दा उसको ब्रस स्ट्रोकमा आत्मविश्वास आउँछ। एउटा लेखक वर्षौँ लेख्दा उसका शब्दमा गहिराइ आउँछ। एउटा खेलाडी वर्षौँ अभ्यास गर्दा उसको शरीर स्वतः सही चाल गर्छ। यी सबै सफलताका चिन्ह हुन्। धैर्यको मतलब प्रतीक्षा मात्र होइन। धैर्यको मतलब हो छिटो नतिजाको अपेक्षा बिना लगातार प्रयास गर्दै जानु, प्रक्रियामाथि भरोसा गर्नु। आजको पुस्ताको सबैभन्दा ठुलो समस्या हामी चाँडै बोर हुन्छौँ। एउटा कुरा सुरु गर्छौँ, केही समयपछि रुचि जान्छ र नयाँ कुरा गर्छौँ। यसले हामीलाई धेरै कुरामा औसत भन्छौँ तर कुनै एउटा कुरामा
माहिर बन्दैनौँ। यदि तपाईँ साँच्चै सफलता हासिल गर्न चाहनुहुन्छ भने निर्णय गर्नुपर्छ, म कुन कुरामा दीर्घकालसम्म लागिरहन सक्छु। त्यो कुरा रोज्नुहोस् जसमा तपाईँको रुचि छ, जसमा तपाईँ समय लगाउन सक्नुहुन्छ र त्यसमा टिकिरहनुहोस्, चाहे नतिजा ढिलो नै किन नआओस्। एउटा शक्तिशाली विचार, फेल इन लभ विथ प्रोसेस। यदि सिर्फ नतिजाको पछि दौडिनु भयो भने छिट्टै निराश हुनुहुन्छ। तर यदि दैनिक अभ्यास, साना सुधारहरू र सिकाइको प्रक्रियालाई मन पराउन सिक्नुभयो भने यात्रा आफै पुरस्कारजनक बन्छ। सफलताले अनुशासन पनि सिकाउँछ। जब तपाईँ हरेक दिन एउटा काम गर्नुहुन्छ, मन छ वा नछ, तपाईँ मानसिक रूपमा बलिया हुन्छन्। बहाना दिनु बन्द गर्नुहुन्छ, काम गर्न सुरु गर्नुहुन्छ। यही अनुशासनले जिन्दगीका अन्य क्षेत्रहरूमा पनि मद्दत गर्छ। गल्तीहरू यस यात्राको महत्त्वपूर्ण हिस्सा हुन्। जति बढी गल्ती गर्नुहुन्छ उति बढी सिक्नुहुन्छ। गल्तीबाट डराउनु होइन, ती गल्तीहरूलाई प्रतिक्रियाको रूपमा लिनुहोस्। हरेक गल्तीले केही नै सिकाउँछ। यदि आज तपाईँ कुनै सिपमा सुरुवाती हुनुहुन्छ भने यसो सोचेर निरुत्साहित नहुनुहोस्, मलाई त धेरै सिक्नु छ, बरु यसलाई अवसरको रूपमा हेर्नुहोस्, मसँग बढ्ने मौका छ। हरेक विशेषज्ञ कुनै समय सुरुवात थियो। फरक यति मात्र हो कि उनीहरूले हार मानेनन्। समय यहाँ तपाईँको सबैभन्दा ठुलो सम्पत्ति हो। यदि तपाईँ हरेक दिन थोरै थोरै सुध्रिनु भयो भने 1 वर्षपछि तपाईँ बिल्कुल फरक स्तरमा हुनुहुनेछ र 5 वर्षपछि आफैलाई चिन्न गाह्रो हुनेछ। तर त्यसका लागि निरन्तरता कायम हुनुपर्छ। त्यसैले आफूलाई यो दबाब नदिनुहोस् छिटो सफल हुनु छ, बरु यो मानसिकता राख्नुहोस् दीर्घकालमा सफल बन्नु छ। किनकि जब तपाईँ सफलताको पछाडि लाग्नुहुन्छ आफै पछ्याउँछ। याद राख्नुहोस्, सफलता एउटा ढिलो प्रक्रिया हो, तर यसको पुरस्कार अत्यन्त शक्तिशाली हुन्छ। यसले सिर्फ सिप मात्रै दिँदैन, आत्मविश्वास, अनुशासन र सन्तुष्टि पनि दिन्छ। त्यसैले हतार नगर्नुहोस्, तुलना नगर्नुहोस्, हार नमान्नुहोस्। बस हरेक दिन थोरै थोरै सुध्रिँदै जानुहोस्। प्रक्रियामाथि भरोसा गर्नुहोस् र समयलाई आफ्नो काम गर्न दिनुहोस्। बिस्तारै, तपाईँलाई थाहा नभए पनि तपाईँ त्यो सिपमा माहिर बन्नुहुनेछ, जसको बारेमा आज तपाईँ सिर्फ सोच्दै हुनुहुन्छ। जिन्दगीमा हामी प्राय 2 चरम अवस्थामा फस्छौँ। या त बिना सोच तुरन्त काम गर्छौँ, या यति धेरै सोच्छौँ कि काम नै गर्दैनौँ। तर असली समझदारी यी 2 बीच सन्तुलन बनाउनुमा छ। यही सन्तुलन एउटा सरल र शक्तिशाली नियम सिकाउँछ, मेजर ट्वाइस कट वान्स। यो नियम सिकर्मी कामबाट आएको, जहाँ काठ काट्नु अघि 2 पटक नापिन्छ ताकि गल्तीले कुनै सम्भावना नरहोस्। किनकि 1 पटक काठ काटिसकेपछि जोड्न सजिलो हुँदैन। यही सिद्धान्त हाम्रो जिन्दगीमा पनि लागू हुन्छ। जब हामी कुनै निर्णय लिन्छौँ, करियरको होस्, सम्बन्धको होस्, व्यापारको होस् वा दैनिक जिन्दगीको, त्यस निर्णयका परिणामहरू हुन्छन्। कुनै निर्णयहरू साना हुन्छन् जसको गल्ती सजिलै सुधार्न सकिन्छ, तर केही निर्णयहरू यति ठुलो हुन्छ कि तिनीहरूको मूल्य चुकाउनु धेरै कठिन हुन्छ। आजको द्रुतयुगको दुनियाँमा हामीले हरेक कुरा छिटो गर्ने बानी भएको छ। छिटो गर, अगाडि बढ, तुरन्त नतिजा ल्याऊ। यो मानसिकताले हामीलाई आवेगशील बनाउँछ। हामी कहिलेकाहीँ भावनाको बहावमा निर्णय लिन्छौँ, यसको दीर्घकालीन प्रभाव नसोचेर। पछि जब कुरा गलत हुन्छन् बुझिन्छ, थोरै समय लिएर सोचेको भए यो गल्ती बस्थ्यो। मेजर ट्वाइस कट वान्सले के सिकाउँछ? कार्य गर्नु अघि रोक्नुहोस्, आफैलाई सोध्नुहोस्, के यो सही निर्णय हो? के मैले सबै पक्षहरू विचार गरेँ? के यसका परिणामहरूलाई मैले सम्हाल्न सक्छु? यी प्रश्नहरूको स्पष्टता दिन्छ र आवेगशील गल्तीहरूबाट बचाउँछ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्न जरुरी छ। सोच्नुको मतलब अति सोच्नु होइन। धेरै मानिसहरूले यो नियमलाई गलत बुझ्छन् र कार्य गर्नु अघि यति सोच्छन् कि अड्किन्छन्। हरेक सम्भावित परिस्थिति विश्लेषण गर्दा, हरेक जोखिम टार्ने कोसिस गर्दै केही नै गर्दैनन्। यो पनि त्यति नै हानिकारक हो जति बिना सोच कार्य गर्नु। वास्तवमा स्मार्ट सोचाइको मतलब हो केन्द्रित योजना। जरुरी कुराहरूमा ध्यान दिनुहोस्, सान्दर्भिक जानकारी जम्मा गर्नुहोस् र त्यसपछि स्पष्ट निर्णय लिनुहोस्। यो प्रक्रियाले तपाईँलाई आत्मविश्वासी बनाउँछ, किनकि कार्य गर्नु अघि तयारी गरिएको हुन्छ। एउटा सरल उदाहरण, यदि तपाईँ परीक्षाको तयारी गर्दै हुनुहुन्छ र बिना योजना ऱ्यान्डम पढ्न थाल्नुभयो भने महत्त्वपूर्ण विषयहरू छुट्न सक्छन्, समय बर्बाद हुन्छ र नतिजा राम्रो नहुन सक्छ। तर यदि पहिलो पाठ्यक्रम बुझ्नुभयो, समय तालिका बनाउनु भयो, प्राथमिकता तय गर्नुभयो भने तपाईँले तयारी धेरै प्रभावशाली हुन्छ। यही मेजर ट्वाइस हो। र त्यसपछि तपाईँले केन्द्रित अध्ययन गर्नुहुन्छ, त्यो कट वान्स हो। जिन्दगीमा धेरै निर्णयहरू यस्ता हुन्छन् जहाँ एउटा सानो गल्तीले पनि ठुलो नोक्सानी गर्छ, जस्तै आर्थिक निर्णयहरू। यदि बिना अनुसन्धान गरी कसैको कुरा सुनेर लगानी गर्नुभयो भने पैसा गुम्न सक्छ। तर पहिले अनुसन्धान गर्नुभयो, जोखिम बुझ्नुभयो र त्यसपछि लगानी गर्नुभयो भने सफलताको सम्भावना बढ्छ।
सम्बन्धहरूमा पनि यही नियम लागू हुन्छ। कहिलेकाहीँ हामी रिसमा वा भावनामा आएर कुनै कुरा भन्छौँ जसले अर्को व्यक्तिलाई चोट पुर्याउँछ। त्यो क्षणमा लाग्छ हामी सही छौँ, तर पछि पछुतो लाग्छ। यदि बोल्नु अघि थोरै सोचेको भए, परिस्थिति बुझेको भए अनावश्यक द्वन्द्व बचाउन सकिन्थ्यो। मेजर ट्वाइस स्कट वान्सले धैर्य पनि सिकाउँछ। यसले बताउँछ हरेक कुरा तुरुन्त गर्नु आवश्यक छैन। केही निर्णयहरूमा थोरै समय लिनु राम्रो हुन्छ। जब शान्त भएर सोच्नुहुन्छ चिजहरू अझ स्पष्ट देखिन्छन्। एउटा महत्त्वपूर्ण पक्ष तयारी। जब कार्य गर्नु अघि तपाईँ तयारी गर्नुहुन्छ आत्मविश्वास स्वतः बढ्छ, किनकि थाहा हुन्छ आफ्नो गृह कार्य गरिएको छ। अन्धाधुन्ध होइन, सचेत रूपमा कार्य गर्दै हुनुहुन्छ। तर याद राख्नुहोस् योजनापछि कार्य गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। धेरै मान्छेहरू योजनामै फस्छन्, बारम्बार योजना बनाउँछन्, परिष्कृत गर्छन्, पर्फेक्ट बनाउने कोसिस गर्छन्, तर कार्यान्वयन गर्दैनन्। यसको कुनै फाइदा छैन। मेजर ट्वाइस पछि कट वान्स पनि जरुरी छ। मतलब सही सन्तुलन बनाउनुहोस्। यति सोच्नुहोस् कि स्पष्टता होस्, तर यति नसोच्नुहोस् कि कार्य गर्नैबाट डराउनुहोस्, किनकि अन्ततः नतिजाहरू कार्यबाटै आउँछन्, सिर्फ योजनाबाट होइन। एउटा रोचक कुरा, गल्तीहरू पूर्ण रूपमा टार्न सकिँदैन। चाहे जति योजना बनाए पनि जिन्दगीमा केही अनपेक्षित जरुर हुन्छ। तर स्मार्ट योजनाले गल्तीहरू न्यूनतम बनाउन सकिन्छ र यदि गल्ती भए पनि छिटो सुधार गर्न सकिन्छ। यो नियमले उत्तरदायित्व पनि सिकाउँछ। जब सोचेर निर्णय लिनुहुन्छ त्यसको जिम्मेवारी पनि लिनुहुन्छ। अरूलाई दोष दिनु पर्दैन, किनकि थाहा हुन्छ आफूले सचेत छनौट गरेको हो। करियरको सन्दर्भमा यो अझ महत्त्वपूर्ण हुन्छ। यदि सिर्फ ट्रेन्ड हेरेर वा अरूको नक्कल गरेर करियर छनौट गर्नुभयो भने आफ्नो रुचि के हो, आफ्नो बलियो पक्ष के हो नसोचिकन दीर्घकालीन असन्तुष्ट हुन्छ। तर समय लिएर आफूलाई बुझ्नुभयो, विकल्पहरू खोज्नुभयो र त्यसपछि निर्णय लिनुभयो भने यात्रा अझ पूर्ण बन्छ। आजको समयमा जानकारीको कमी छैन। हामीसँग इन्टरनेट छ, स्रोतहरू छन्, अरूका अनुभवहरू छन्। यदि चाहेमा जुनसुकै निर्णय अघि राम्ररी अनुसन्धान गर्न सक्छौँ। तर समस्या यो हो हामी प्राय यो प्रयास गर्दैनौँ, सर्टकट खोज्छौँ र छिटो निर्णय लिन्छौँ। मेजर ट्वाइस स्कट वान्सले यो मानसिकता दिन्छ दीर्घकालीन सही बनाम अल्पकालीन छिटोभन्दा महत्त्वपूर्ण हो। थोरै अतिरिक्त समय लिएर सही निर्णय लिनु हतारमा गलत निर्णय लिनुभन्दा धेरै मूल्यवान छ। जब यो नियम जिन्दगीमा अपनाउनुहुन्छ बिस्तारै निर्णय गर्ने क्षमता सुधारिन्छ। तपाईँ आवेगशील रहनुहुन्न, बरु विचारशील बन्नुहुन्छ। हरेक परिस्थितिलाई बुझेर विश्लेषण गरेर कार्य गर्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो नियम तपाईँलाई डराउनका लागि होइन, स्मार्ट बनाउनका लागि हो। यसको मतलब हरेक निर्णयहरूबाट डराउनु होइन, बरु हरेक निर्णय सजगताका साथ लिनु हो। त्यसैले अर्को पटक जब कुनै ठुलो कदम उठाउन लाग्नुभएको छ आफैसँग एउटा सरल प्रश्न सोध्नुहोस्, के मैले 2 पटक नापेँ? यदि जवाफ हो भने आत्मविश्वासका साथ अगाडि बढ्नुहोस् र काट्नुहोस्। यदि जवाफ होइन भने थोरै रोक्नुहोस्, सोच्नुहोस्, योजना बनाउनुहोस्, किनकि एउटा सानो विश्रामले ठुलो गल्तीबाट बचाउन सक्छ। यही सानो बानीले जिन्दगीमा ठुला परिवर्तन ल्याउन सक्छ। बिस्तारै यो मानसिकता तपाईँको व्यक्तित्वको हिस्सा बन्नेछ। हरेक परिस्थितिमा सन्तुलित दृष्टिकोण अपनाउनुहुनेछ, न धेरै हतार न धेरै ढिलाइ। र यही सन्तुलनले तपाईँलाई स्मार्ट निर्णयहरू, कम गल्तीहरू र राम्रो नतिजाहरूतर्फ लैजान्छ। हामी सबैभित्र एउटा लुकेको इच्छा छ। सबै कुरा थाहा हुनुपर्छ, हरेक प्रश्नको जवाब आउनुपर्छ। कहिल्यै अल्मलिएको देखिनु हुँदैन, बचपनदेखि नै सिकाइन्छ गलत नहो, सबै अगाडि मूर्ख नदेखियो, सधैँ सही जवाब देऊ। बिस्तारै यो विश्वास यति बलियो हुन्छ कि थाहा छैन भन्नबाट डराउन थाल्छौँ। तर सत्य यो हो जिन्दगीमा वृद्धि त्यहीँबाट सुरु हुन्छ जहाँ हामी हार स्वीकार गर्छौँ। मलाई थाहा छैन सोच्नुहोस्, यदि तपाईँलाई सबै कुरा पहिल्यै थाहा हुन्थ्यो भने सिक्नका लागि केही बाँकी नै हुँदैन थियो। वृद्धिको मतलब नै हो अज्ञातमा जानु, नयाँ कुराहरू सिक्दै जानु, बिस्तारै सम्झिँदै जानु। तर हामी प्राय अज्ञातबाट डराउँछौँ, किनकि त्यहाँ निश्चितता हुँदैन, गल्तीहरू हुन्छन् र आफ्ना सीमाहरू देखिन्छन्। जब हामी मान्छौँ मलाई सबै थाहा छ, तब सिक्न बन्द हुन्छ, दिमाग बन्द हुन्छ, नयाँ विचारहरू स्वीकार गर्दैनौँ, प्रतिक्रिया लिँदैनौँ र बिस्तारै ठप्प हुन्छौँ। तर जब स्वीकार गर्छौँ मलाई अझ धेरै सिक्नु छ, तब दिमाग खुल्छ, जिज्ञासु बन्छौँ, प्रश्नहरू सोध्छौँ र हरेक अनुभवबाट केही नयाँ सिक्छौँ। यो स्वीकृति त्यति सजिलो हुँदैन, किनकि यसमा अहङ्कारलाई हटाउनुपर्छ। अहङ्कारले भन्छ तिमीलाई सबै थाहा छ, तिमीलाई सबै थाहा हुनुपर्छ, गलत हुन सक्दैनौ। तर वास्तविकता यो हो कुनै पनि व्यक्ति पर्फेक्ट हुँदैन। जति अनुभवी किन नहोस् उनीहरू पनि गल्ती गर्न सक्छन्, नयाँ कुराहरू सिक्न आतुर हुन्छन्। जब एक अनुभवी व्यक्ति पनि भन्छ म अझै सिकिरहेको छु, उनी वास्तवमा बल देखाइरहेका हुन्छन्, कमजोर होइन, किनकि सिकाइ कहिल्यै सकिँदैन। हरेक स्तरमा नयाँ चुनौतीहरू आउँछन्, नयाँ परिस्थितिहरू आउँछन् र हरेक पटक फेरि सिक्नुपर्छ। आफूलाई स्वीकार गर्नुहोस् कि तपाईँ सुरुवाती हुनुहुन्छ, अल्मलिन सक्नुहुन्छ र बिस्तारै सुधारिन सक्नुहुन्छ।
एउटा सरल उदाहरण, जब तपाईँ कुनै नयाँ सिप सिक्दै हुनुहुन्छ, जस्तै कोडिङ वा सार्वजनिक वक्तित्व कला, सुरुमा धेरै कुरा बुझिँदैन, शब्दावलीहरू अल्मलिएका लाग्छन्, अवधारणाहरू कठिन लाग्छन्, कहिलेकाहीँ लाग्छ यो मेरो बसको कुरा होइन। तर यदि यो अल्मललाई स्वीकार गरेर अभ्यास जारी राख्नुभयो भने बिस्तारै स्पष्टता आउँछ। तर यदि यो चरणमै मैले त केही बुझेकै छैन भनेर छाड्नुभयो भने अगाडि कहिल्यै बढ्न सक्नुहुन्न। एउटा महत्त्वपूर्ण कुरा छ, जब स्वीकार गर्नुहुन्छ कि सबै थाहा छैन, तब सहयोग माग्नका लागि खुल्ला हुनुहुन्छ, अरूबाट सिक्नुहुन्छ, प्रश्नहरू सोध्नुहुन्छ र छिटो बढ्नुहुन्छ। तर जब नाटक गर्नुहुन्छ सबै थाहा छ अथवा त्योसँग त मैले किन सोध्ने, तब एक्लै सङ्घर्ष गर्नुहुन्छ र प्रगति सुस्त हुन्छ। आजको समयमा जानकारीहरूको कमी छैन, तर सही मानसिकताको कमी छ। मान्छेहरू सिक्न चाहन्छन् तर सुरुवाती बन्न चाहँदैनन्, परिणाम चाहन्छन् तर प्रक्रिया स्वीकार गर्न चाहँदैनन्, र यही समस्या हो। थाहा नहुनु एउटा असहज अनुभव हो। यसले असुरक्षित महसुस गराउन सक्छ, शङ्कामा पार्न सक्छ, तर यही असहजता नै तपाईँलाई बलियो बनाउँछ, किनकि जब आरामदायक क्षेत्रबाट बाहिर आउनुहुन्छ तब मात्र केही नयाँ सिक्नुहुन्छ। एउटा रोचक कुरा भन्छु, तपाईँ जति सिक्दै जानुहुन्छ उति लाग्छ अझै धेरै सिक्नु छ, अथवा भनौँ यो त केही पनि होइन रहेछ। यसलाई बिगिनर्स माइन्ड भनिन्छ। यसको मतलब जति अनुभवी किन नहोस्, सधैँ सिक्नका लागि खुल्ला रहनुहोस्। जब यो मानसिकता अपनाउनुहुन्छ, हरेक परिस्थितिलाई अवसरको रूपमा देख्नुहुन्छ, हरेक गल्ती एउटा पाठ बन्छ, हरेक असफलता एउटा प्रक्रिया बन्छ, आफूलाई आलोचना गर्नु बन्द हुन्छ र सुधार गर्नमा ध्यान जान्छ। यो मानसिकताले तपाईँलाई निडर पनि बनाउँछ, किनकि जब स्वीकार गर्नुहुन्छ कि सबै थाहा छैन, गल्ती गर्नुबाट डर लाग्दैन, प्रयोग गर्नुहुन्छ, जोखिम लिनुहुन्छ र यही कुराले अगाडि लैजान्छ। जिन्दगीमा सबैभन्दा बढी वृद्धि उनीहरूको हुन्छ जो मान्छन् म अझै सिकिरहेको छु। उनीहरू कहिले आफूलाई अन्तिम संस्करण ठान्दैनन्, सधैँ राम्रो बनाउने कोसिस गर्छन्। एउटा शक्तिशाली पक्ष छ आत्मजागरुकता। जब बुझ्नुहुन्छ के थाहा छैन, तब सबै दिशामा प्रयास गर्न सक्नुहुन्छ, अन्धाधुन्द काम गर्नुहुन्न, लक्षित रूपमा सिक्नुहुन्छ। तर यदि मान्छ सबै आउँछ, आफ्ना कमजोरीहरूलाई व्यवस्था गर्नुहुन्छ र ती नै अगाडि बढ्नबाट रोक्छन्। त्यसैले आफैसँग इमान्दारी अत्यन्त जरुरी छ। आफैसँग यो भन्नुहोस्, हो मलाई यो थाहा छैन, मलाई सुधार चाहिन्छ, मलाई सिक्नु छ। यो इमान्दारीले तपाईँलाई बलियो बनाउँछ। एउटा व्यवहारिक तरिका, हरेक दिन आफैलाई सोध्नुहोस्, आज मैले के नयाँ सिकेँ? यदि जवाब छैन, केही होइन भने मतलब सिकाइको मोडमा हुनुहुन्न। तर यदि हरेक दिन केही नयाँ सिक्ने कोसिस गर्नुहुन्छ भने बिस्तारै तपाईँको वृद्धि अटुट हुन्छ। बी ओके विथ नट नोइङले नम्रता पनि सिकाउँछ। तपाईँ अरूलाई सम्मान गर्नुहुन्छ, उनीहरूको ज्ञानलाई मूल्य दिनुहुन्छ र उनीहरूबाट सिक्नका लागि तयार हुनुहुन्छ। यही नम्रता दीर्घकालीनमा सफल बनाउन सूत्र बन्छ। यो बुझ्नुहोस्, थाहा नहुनु कुनै कमजोरी होइन, यो त एउटा सुरुवाती बिन्दु हो। हरेक विशेषज्ञ कुनै समय सुरुवाती थियो, हरेक माहिर कहिलेकाहीँ अल्मलिएको थियो। फरक यति मात्र हो, उनीहरूको त्यो अल्मल स्वीकार गरे र सिकिरहे। त्यसैले अर्को पटक जब लाग्छ केही बुझ्दिनँ, डराउनुको सट्टा सोध्नुहोस्, सिक्नुहोस् र बुझ्ने प्रयास गर्नुहोस् र मनमा नै भन्नुहोस् यो मेरो सिकाइको चरण छ, त्यसैले मैले बुझिरहेको छैन। कठिन समस्याहरूले वास्तविक वृद्धि ल्याउँछ। हार्ड प्रब्लम्स क्रिएट रियल ग्रोथ। हाम्रो जिन्दगीमा दुई किसिमका बाटाहरू छन्। एउटा सजिलो बाटो जहाँ सबै आरामदायक हुन्छ, धेरै जोखिम हुँदैन, र अर्को कठिन बाटो जहाँ चुनौतीहरू हुन्छन्, अनिश्चितता हुन्छ र कहिलेकाहीँ असफलता पनि मिल्छ। अधिकांश मान्छेहरू स्वाभाविक रूपमा सजिलो बाटो रोज्छन् किनकि त्यो सुरक्षित लाग्छ। तर सत्य यो हो, वास्तविक वृद्धि कहिले आरामदायक क्षेत्रमा हुँदैन। असली वृद्धि सधैँ कठिन समस्याहरू समाधान गर्नमा हुन्छ। यही यस विचारको मूल हो। हार्ड प्रब्लम्स क्रिएट रियल ग्रोथ। जब सजिलो काम गर्नुहुन्छ धेरै सोच्नु पर्दैन, जो पहिल्यै आउँछ त्यही गर्नुहुन्छ। प्रयास कम लाग्छ, तनाव कम हुन्छ, तर सिकाइ पनि थोरै सीमित हुन्छ। तपाईँ उही ठाउँमा रहनुहुन्छ, बस थोरै पालिस मात्रै तपाईँमा थपिन सक्छ। तर जब कठिन समस्याहरू लिनुहुन्छ तब दिमाग तन्कन्छ, नयाँ सिपहरू सिक्नुपर्छ, नयाँ तरिकाहरू खोज्नुपर्छ र कहिलेकाहीँ आफ्ना सीमाहरू फेर्नुपर्छ। यही फेराइ तपाईँ आफैलाई पनि फेर्न सक्छ। यही तपाईँलाई औसतभन्दा अलग बनाउने सूत्र बन्न सक्छ। सोच्नुहोस्, यदि जिम जाँदा हरेक पटक त्यही हल्का वजन उठाउनु भयो भने कस्तो हुन्छ? तपाईँको मांसपेशीहरू बढ्छन्? होइन, मांसपेशीहरू तब मात्र बढ्छन् जब चुनौतीहरू थप्दै जानुहुन्छ, थोरै भारी वजन बढाउँदै जानुहुन्छ, जब सङ्घर्ष थप्दै जानुहुन्छ। त्यस्तै तपाईँको दिमाग पनि तब मात्र बढ्छ जब कठिन समस्याहरू दिनुहुन्छ। कठिन समस्याहरूको एउटा रोचक पक्ष, सुरुमा ती असम्भव लाग्छ यो मेरो बसको कुरा होइन, म यो गर्न सक्दिनँ, र यही अनुभवले डराउँछ। तर यदि त्यो डरको बावजुद कोसिस गर्नुभयो भने बिस्तारै त्यही समस्या व्यवस्थापन योग्य लाग्न सक्छ। तपाईँले त्यो सक्दिनँ भनेको कुरा सक्नुहुन्छ।
यही प्रक्रियाले तपाईँलाई मानसिक रूपमा बलियो बनाउँछ, किनकि हरेक पटक जब कुनै कठिन परिस्थितिको सामना गर्नुहुन्छ र त्यसमा सम्हाल्नुहुन्छ, आत्मविश्वास बढ्छ, आफैलाई भरोसा हुन थाल्छ। यो गर्न सक्यो भने अरू पनि गर्न सक्छु। तर अधिकांश मान्छेहरू यो चरणसम्म पुग्दैनन्, किनकि सुरुमै हार मान्छन्। त्यस्तै नै चिजहरू कठिन हुन्छन्, पछि हट्छन्, सजिलो विकल्प खोज्छन्, सर्टकट लिन्छन् वा पूर्ण रूपमा छाड्छन्। त्यसैकारण आफ्नो वास्तविक क्षमतासम्म कहिल्यै पुग्दैनन्। कठिन समस्याहरूले सिर्फ सिप मात्र सिकाउँदैनन्, धैर्य, अनुशासन, लचिलोपना पनि सिकाउँछन्। जब कुनै कठिन चुनौतीमा काम गर्नुहुन्छ, बारम्बार असफलता मिल्छ। कुराहरू पहिलो पटकमा काम गर्दैनन्, बारम्बार प्रयोग गर्नुपर्छ, प्रयास गर्नुपर्छ। यही दोहोरिएको प्रयासले तपाईँलाई बलियो बनाउँछ। एउटा महत्त्वपूर्ण कुरा, कठिन समस्याहरूले तपाईँलाई अद्वितीय बनाउँछ। सजिलो काम त सबैले गर्न सक्छन्। यदि तपाईँ पनि त्यही गर्दै हुनुहुन्छ जो सबैले गरेको छ भने तपाईँ अलग कसरी देखिनुहुन्छ? तर जब त्यस्ता चुनौतीहरू उठाउनुहुन्छ जसबाट मान्छेहरू भाग्छन्, तपाईँ स्वतः फरक श्रेणीमा आउनुहुन्छ। आजको समयमा प्रतिस्पर्धा धेरै छ, हरेक क्षेत्रमा मान्छेहरू छन्। यस्तोमा यदि औसत स्तरमा बस्नुभयो भने भिडमा हराउनुहुनेछ। तर कठिन समस्याहरू समाधान गर्नुभयो, जटिल कुराहरू सम्हाल्नुभयो भने तपाईँको मूल्य बढ्नेछ। एउटा सरल उदाहरण, यदि तपाईँ विद्यार्थी हुनुहुन्छ र सिर्फ सजिलो प्रश्नहरू समाधान गर्नुभयो भने परीक्षामा औसत अङ्क मात्र आउनेछ। तर कठिन प्रश्नहरू अभ्यास गर्नुभयो, जटिल अवधारणाहरू बुझ्नुभयो भने परीक्षामा जे आए पनि आत्मविश्वासका साथ उत्तर दिन सक्नुहुनेछ। यही तरिकाले अरूभन्दा अगाडि ल्याउँछ। कठिन समस्याहरूको अर्को फाइदा पनि छ, यसले तपाईँलाई सृजनशील बनाउँछ। जब सजिलो समाधान हुँदैन, नयाँ सोच्नुपर्छ, बक्सभन्दा बाहिर सोच्नुपर्छ। यही सृजनशीलता तपाईँको सबैभन्दा ठुलो बल बन्न सक्छ। तर यसका लागि एउटा मानसिकता विकास गर्नुपर्छ, च्यालेन्ज एक्सेप्टेड। जब कुनै कठिन परिस्थिति आओस्, टार्नुको सट्टा अवसरको रूपमा हेर्नुहोस्। आफैलाई भन्नुहोस्, च्यालेन्ज एक्सेप्टेड। यो कठिन छ तर म कोसिस गर्छु। सुरुमा सङ्घर्ष हुनेछ, निराश हुनेछ र कहिलेकाहीँ लाग्नेछ प्रगति गरिरहेको छैन। तर यही चरण सबैभन्दा महत्त्वपूर्ण हुन्छ, किनकि यही वास्तविक वृद्धि भइरहेको हुन्छ। एउटा थप कुरा बुझ्नुहोस्, वृद्धि असहज हुन्छ। यदि आरामदायक महसुस गर्नु हुँदैछ भने मतलब तपाईँ बढिरहनु भएको छैन। वृद्धिको मतलब नै असहजताको स्वीकार गर्नु हो। कठिन समस्याहरूले यो पनि सिकाउँछन्, असफलता अन्त होइन, प्रक्रिया हो। हरेक पटक असफल हुँदा केही नयाँ सिक्न पाइन्छ। त्यो सिकाइ लागू गर्नुभयो भने अर्को पटक सम्भावना राम्रो हुन्छ। बिस्तारै नोटिस गर्नुहुनेछ, जो समस्याहरू पहिले असम्भव लाग्थे ती अब सजिलो लाग्न थाल्छन् र त्यसपछि अझ ठुला चुनौतीहरू लिन थाल्नुहुन्छ। यही निरन्तर वृद्धिको चक्र हो। तर यहाँ सन्तुलन पनि जरुरी छ। मतलब यो होइन कि आफूलाई पूर्ण रूपमा अभिभूत पार्नुहोस्। चरण चरणमा चुनौतीहरू लिनुहोस्। पहिले थोरै कठिन, त्यसपछि अलि कठिन र अझै कठिन कठिन कठिन। बिस्तारै क्षमता वृद्धि गर्दै जानुहोस्। सबैभन्दा ठुलो कुरा, कठिन समस्याहरूले तपाईँलाई भित्रबाट बदल्छ। तपाईँ सिर्फ सिपमा बेहतर बन्नुहुन्न, एउटा बलियो व्यक्तित्व पनि बन्नुहुन्छ। मानसिकता पनि बदलिन्छ, आत्मविश्वास बढ्छ, जिन्दगीका चुनौतीहरू राम्ररी सम्हाल्न सक्ने हुनुहुन्छ। पछि फर्केर हेर्दा बुझ्नुहुन्छ, जिन्दगीका सबैभन्दा कठिन क्षणहरू नै तपाईँका सबैभन्दा ठुला शिक्षकहरू थिए। ती क्षणहरूले नै तपाईँलाई आकार दिए, बलियो बनाए। त्यसैले अर्को पटक जिन्दगीमा कुनै ठुलो समस्या आएमा त्योसँग डराउनुको सट्टा त्यसलाई सामना गर्नुहोस् र आफैलाई भन्नुहोस्, यही त्यो क्षण हो जसले मलाई बढाउनेछ। किनकि सजिलो बाटोमा आराम दिन्छ, तर मुस्किल बाटोले पहिचान दिन्छ। सजिलो काम तपाईँलाई व्यस्त राख्छ, तर कठिन चुनौतीहरूले तपाईँलाई उत्कृष्ट बनाउँछ। र यही फरक हो, तपाईँ औसत बन्न चाहनुहुन्छ कि असाधारण। यदि साँच्चै अलग बन्नु छ भने जुन काम अरूहरू टार्छन् त्यही तपाईँले स्वीकार्नुपर्छ। त्यसैले चुनौतीहरूबाट नभाग्नुहोस्। माइन्डसेट नेपाल, सोच फेर्नुहोस्, जिन्दगी फेरिनेछ।